भेट्नको लागि हामी यहाँ कति बसिरहेछौँ। बस्नु न चाहिँ एकछिन हाम्रो पनि गुनासो सुन्नु, हाम्रो पनि कुराहरू सुन्नु होइन। तपाईँको लागि पर्खिरहेछ। कति आउँछ नि यहाँ भोट माग्नुको लागि, हलोमा लाउनु केमा लाउनु भनेर। तर हामी यो पालि हामी घन्टीमा हो, सिधा हल्ला गरेर भन्छौँ हामी होइन। हामी घन्टीमा लाउने हो भने अस्ति पनि एउटा बाजीहरू पठाएको। यो पालि सबैलाई चान्स दिइसकेको हामीले। अब यो पालि तपाईँको पालि हो, त्यही भएर धेरै राम्रो गर्नु होइन। गुनासो त खासै केही छैन। काठमाडौँ धेरै राम्रो बनाउनु भएको भनेर तपाईँको हामीले धेरै तारिफ सुनिसकेको छौँ। नराम्रो पक्ष कुरा अब गर्नेले गर्छन् होइन, तर धेरै राम्रो गर्नुभएको छ भनेर धेरैले गरिरहेका छन् कुरा। त्यही भएर हामीले जो पनि आउँछ यो पालि भोट चाहिँ हामी बालेनलाई दिने सिधा। जसुकैले जेसुकै भन बालेनलाई दिने भनिवरी हामीले भनिरहेका छौँ होइन। त्यही भएर तपाईँलाई हेर्ने साह्रै सोख थियो। हाम्रो एकजना भाइ हुनुहुन्छ, आउनुहुन्छ भन्दै हुनुहुन्थ्यो क्या, उहाँ हुनुहुन्छ। उहाँले भन्नुभयो थियो ल्याउँछु म उहाँलाई भनेर। ल्याउनु पहिला एकचोटि भोट त हामी दिन्छौँ नै, तर भेट्न खास चाहन्छौँ भनेर हामीले कुरा गरिरहेका थियौँ क्या। तपाईँको बारेमा धेरै नै यहाँ चर्चा भइरहेको छ क्या। हेर्नलाई पनि सोख थियो, आज हेर्न पनि पाइयो, हेर्न पनि पाइयो। एकदम खुसी लाग्यो।